अनि चाहिँ अर्ली मर्निङ आमा छोरा वकिङ हैन अहिले त चाहिँ यो ड्यान्डेलियनको फ्लावर्सहरु छ नि त उडाउन कति रमाइलो हुन्छ के त्यही भएर बाबुले चाहिँ ड्यान्डेलियन फ्लावर्सहरु वाइट भएको लिएर आउँदै छिन् थ्यांक यू अब चाहिँ हामी यसलाई उडाउने हैन त छोरो लेट्स गेट स्टार्टेड मामुहरु सानो छँदाखेरि हैन रमाइलो लाग्छ लेट्स वक बचपनमा पनि बचपन आउँछ रे के त्यही भएर आई एम इन्जोइङ माई बचपन बिकज मेरो छोरा पनि टिन हुँदैछ आई एम अल्सो टिन And Choro, how old are you? 13. Yes, I am also 13 years old, mom. So mamu पनि 3 हुँदैछु. So we are growing together. अनि यो छुट्टीमा हामी के गर्छौँ भने छोरो एभ्रीडे अलमोस्ट एभ्रीडे वक गर्छौँ हैन अहिले त हेर्नुभयो भने कस्तो हरियो फुलहरु फुलिरहेछ अनि मामु पनि इन्की मिन्की येल्लो भएर आएको छु अनि छोरासित टाइम स्पेन्ड गर्ने हैन वक गर्ने सुतेर उठेर अनि वक गर्ने Vitamin D खाने आमा दिस इज आवर मर्निङ रुटिन हैन एभ्री हलिडेज मा हामी आमा छोरा चाहिँ वकिङ निस्किन्छौँ and we talk about many things हैन छोरो साना तिमीलाई मामुसँग यसरी मर्निङमा वक गर्दा कस्तो फिल हुन्छ राम्रो यता हेरेर भन न बाबा राम्रो फिल हुन्छ है तिमीलाई लाग्छ मामुले एनफ टाइम स्पेन्ड गरिरहेको छु तिमीसँग ओके तिमीलाई मामुको राम्रो बानी के लाग्छ एउटा भन्देऊ न धेरै छ मामुको राम्रो बानी क्यान यु प्लिज से एउटा भन्देऊ न तीनटा भन न त मामुको बेस्ट गुड थिङ्स अबाउट योर मम बिहान छिटो उठ्नुहुन्छ ओके बिहान छिटो उठ्नुहुन्छ अनि अर्को मिठो कुरा धेरै पकाउनुहुन्छ ओके मिठो कुरा धेरै पकाउनुहुन्छ यहाँ पनि रहेछ अनि अर्को कुरा के होला छोरो यस के भने अर्को कुरा चाहिँ राम्री हुनुहुन्छ ओ माइ गॉड यो त सबै मेरो लागि मात्रै भयो नि त तिम्रो लागि म केमा राम्री छु के कुराको राम्री छु भने भन न जे कुरामा पनि भएन नि त त्यस्तो के कुरामा राम्री छु तिम्रो लागि हैन तिम्रो लागि व्हाट यु फिल अबाउट मी मामु नभए के हुन्थ्यो होला जस्तो लाग्छ तिमीलाई मामु नभए यस क्यान यु इमेजिन योर लाइफ विदाउट मी आई क्यान मामु नभएको लाइफ यस त्यही त You can't imagine my life without me, right? मामुले पनि I can't imagine. हैन? उफ त्यो हेर्न हाँस पनि कस्तो हाँस सुइमी हाँस छैन नो यस्तो काइन्ड अफ हाँसहरूले चाहिँ दे ब्रिङ द इन्फ्लुएन्जा है यस्तो रोडहरूमा पाउने हैन यस्तो ब्रिड हुने हाँसहरू चाहिँ कस्तो हुन्छ भने इन्फ्लुएन्जाहरू लिएर आएको हुन्छ के सेनिटाइज गरेर पनि हुँदैन अनि तिमीलाई चाहिँ अरू कुरा भन न त अनि के हो अनि मामुले धेरै पढ अनि म्याथ्स गर साइन्स गर भन्दाखेरि हाउ डु यु फिल अल्छी लाउँछ अनि टिनेज अब त हामी टिन भयौँ नि त तिमी टिनेज छोरा मामु टिन अनि टिनेज भएर अनि सानोमा के फरक हुँदो रहेछ नि धेरै रिस उठ्छ कि उठ्दैन छोरो आजभोलि धेरै रिस उठ्छ है अनि हाउ टु कन्ट्रोल योर एङ्गर है रिस नउठाउने हैन अनि एङ्गर कन्ट्रोल कसरी गर्ने रे होल्ड योर ब्रेथ लङ ब्रेथिङ गर्ने हैन डोन्ट रेस्पोन्स हैन यस अनि मलाई एङ्गर भएको छ भने टिनेजरहरूले के भन्नुपर्छ अरे मामु मामु बाबालाई सबै कुरा भन्नुपर्छ हैन सो आर यु आर आई नो यु आर सेयरिङ धेरै थिङ्स विथ योर फादर मामुसँग पनि भन्थ्यौ हैन सो बाबु इज भेरी क्लोज टु हिज फादर ही सेयर एभ्रिथिङ विथ हिज फादर हैन केटाहरू यस बाबु मसँग पनि सेयर गर्छन् एन्ड दिस मर्निङ टाइम इज हामी आमा छोराको टाइम वी टक अबाउट टु मच थिङ अबाउट आवर सेल्फ है हजुर भन इट्स ओके अझ अगाडि जाउँ त्यहाँसम्म घुमेर अनि सनलाइट खाएर अनि आउने हजुर
मुटु पानीमा बस्छ कस्तो लागिरहेछ लागिरहेछ पानी कस्तो छ त्यस्तो छ तिम्रो फोन आइरह्यो र बाबा अहिले चाहिँ हामी यसो खोला थियो छोराले बसौँ भन्यो मुटुको जे पनि मान्नु परिहाल्यो मुटुले भनेपछि होइन छ मुटु छोरा खोलामा ठिक लागिरहेछ पौडी खेल्न त अर्कोमा ठाउँमा जानुपर्छ मुटु यता हो न यता मलाई अर्को कुरा सोध्न मन लागिरहेको होइन अब टिन एज लगाएपछि तिमीलाई कस्तो के कुराहरू चेन्ज भएको फिल भएको छ नि केही भएको छैन त्यस्तो हुन्छ नि मैले त बिर्सेँ मलाई टिन एज हुँदाखेरि टिन एज मदर होइन कि टिन एज गर्ल हुँदाखेरि कस्तो रिस उठ्थ्यो मामुहरूसँग रिस उठ्थ्यो कसैले केही भनेको रिस उठ्थ्यो होइन साथीहरूसँग रमाइलो लाग्थ्यो तिमीलाई चाहिँ के हुन्छ बाबा सेम हुन्छ तिमीलाई चाहिँ साथीहरू आजभोलि साथीहरूसितको घुमाइ रमाइलो लाग्छ हो मसँग पनि ओके म पनि साथी हो नि त त्यही भएर होला हामी यो बेस्ट फ्रेन्ड है अनि अरू के चेन्ज फिल भएको छ नि हजुर 13 इयर्समा बेस्ट फ्रेन्ड या 13 इयर्सको बेस्ट फ्रेन्ड होइन अनि अरू के चेन्ज भयो जस्तो लाग्छ अनि पढ्न मन लाग्छ कि अरू के हुन्छ बाबा के पनि पढ्न चाहिँ मन लाग्दैन हो अनि आजभोलि मेरो मुटु चाहिँ एक्लै सुत्छ नि त अनि एक्लै सुत्न चाहिँ कसरी कन्फिडेन्स आयो नि साथीहरूले भनेर हो थाहा छैन आफै एक्लै आजभोलि आनन्द हुन्थ्यो अनि पहिला त आनन्द हुन्थेन र मामसँग सुत्नलाई ए भूतको डर लाग्थ्यो अनि अब चाहिँ के भूत डजन्ट एक्जिस्ट भन्ने हो क्या आई एम सुप्रिम पावर अनि भूत डजन्ट एक्जिस्ट होइन भूतभन्दा पनि म ठुलो छु भूतसित एक्लै लड्न सक्छु भन्ने कन्फिडेन्स आएको हो द्याट इज भेरी गुड हो यहाँ त बी अवेर अफ स्नेक भनेर हो भन्ने हो र यो स्नेक्सहरू रहेछ है वाउ समडे वी क्यान इन्जोय द त्यो खान्छन् आफ्नो आफ्नो ठाउँको अनुसारको खुवाइ हुन्छ हामी कहाँ एउटा कुरा खाइँदैन भने अरूकोमा खान सक्छ नि त हामीकोमा त्यस्तो के पनि छैन नेपालमा घोङ्गी चाहिँ खान्छन् होइन त घोङ्गी भनेको सेल्स हो क्या त्यसलाई घोङ्गी त्यो खाने चलन हुन्छ कसैले मुसाहरू पनि खान्छन् त्यो ठाउँ हेरेर हुन्छ इन्फेक्टेड मुसाहरू होइन त्यो खेतमा हुन्छ नि खेतमा भएको मुसाहरू खाने चाहिँ हो होइन तर त्यो अब हामी जहाँ मुसा कल्चर जसरी यहाँ अब पर्क फार्मिङ गर्छ त्यसलाई राम्रोसँग गऱ्यो भने मुसालाई फार्मिङ गरेर पनि खान सकिन्छ नि त मुसालाई ब्रिड गराउने धेरै बच्चा पाउने अनि जसलाई मुसा खान भन्छ दे क्यान डु इट इज अल्सो भेरी गुड बिजनेस है अनि अरू के हुन्छ तिमीलाई टिन भएको बेलामा टिन मामुलाई त कहिलेकाहीँ टिन भएको छोरालाई चाहिँ टिन बजाऊँ जस्तो लाग्छ होइन कुटुम लाग्छ होइन माया पनि गर्नु मन लाग्छ अनि कुट्न पनि मन लाग्छ नि त नपढेको देखेपछि त मामुलाई त कस्तो पिर हुन्छ नि त तिमीलाई त्यस्तो के छोराले पढेन ओहो के गर्ने होला भनेर मामुलाई स्ट्रेस हुन्छ नि त होइन अब छोराले राम्रो पढेन भने चाहिँ स्ट्रेस हुँदैन त मेरो बच्चाको फ्युचर के होला भनेर त्यस्तो स्ट्रेस हुन्छ नि त तिमीलाई त्यस्तो बारेमा केही भन्नु छैन केही पनि छैन अनि मामुलाई तिमीले पढेनौ भनेर स्ट्रेस भएपछि अनि मामुको स्ट्रेस रिलिफ गर्न के गर्नु पर्ला त मुटुले पढ्नु पर्ने होइन ओके पढ्छौ नि त त्यो आई नो आई बिलिभ यु तिमीले राम्रो पढ्छौ तर आई एम जस्ट सोइङ माई कन्सर्न कि मामु हाउ आई एम फिलिङ होइन र ल मुटु ल हाम्रो 10 मिनटको भिडियो चाहिँ दिन लाग्यो ल यस इट वाज 10 मिनट नगर त्यसरी अनि हामी खोलामा हिँड्दै गर्दै खोले सिमसाग भेटाएको वी हेभ अ प्लान टु प्लान्ट ल बुझ्छु बाई भनिदेऊ बाई सी यू नेक्स्ट भिडियो होइन हामी आमा छोराको कन्भर्सेसन मुटु यता हेरेर भन न बाई भन बाई सी यू भनिदेऊ सी यू माउलाई पाइयो नि त बाई बाई मेरो छोरालाई आजभोलि पब्लिकमा चुप्पा खान पनि लाज लाग्छ द्याट हामीले भन्नै बिर्सेछौँ है त सी यू गाइज See you with my teen son Goff. Bye bye.